पछि मलेसियामा रहेको नेपाली दूतावासको सक्रियता पश्चात मलेसियामा सुरक्षा गार्ड कम्पनीहरूले कामदार ठग्ने नयाँ तरिका अपनाएका छन्। स्यालेरी पेपरमा 27 सेरिङ्गेट 28 सेरिङ्गेट देखाइन्छ। ब्याङ्क खातामा पनि सोही रकम जम्मा गरिन्छ, तर त्यसपछि कामदारलाई 3 सेरिङ्गेट नगद फिर्ता गर्न बाध्य पारिएको छ। यदि नगद फिर्ता नगरेमा आगामी महिनाको तलब रोक्ने धम्की समेत गरिएको पाइयो। यस विषयमा दूतावासले तुरन्तै गम्भीर निगरानी राखी आवश्यक कारबाही बढाइयोस्। धन्यवाद मनोजी। एउटा अब यति धेरै राम्रो इन्फर्मेसन दिइसक्नु भएको छ। एउटा अरू इन्फर्मेसन दिनु होला। यो हाम्रो हटलाइन नम्बर यहाँ तपाईसँग सधैँ छ। त्यो हटलाइन नम्बरमा त्यो कम्पनीको नाम पनि एकचोटि मेन्सन गरिदिनु होला, हामीले जानकारी गराइदिनु होला। यो मेसेज राखेर कम्पनीको नाम पनि हामीलाई त्यो पठाइदिनु होला। त्यसपछि कम्पनीको नाम पठाए मात्र पुग्यो, कसैको कुनै पनि इन्डिभिजुअलको नाम पठाइराख्नु परेन। कम्पनीको नाम मात्रै हामीलाई व्हाट्सएप गरिदिनु होला। यहीँ राख्न मिल्छ भने यहीँ पनि पठाइदिनु होला। त्यसपछि त्यसमा हामी तुरन्त एक्सन लिन्छौँ र यो कुरा के भइराखेको छ यसमा एकदम यो कुरा सत्य हो भने यसमा हामी अन द स्पट एक्सन लिन्छौँ।